ख्याबुलो सम्पूर्णमा र म चाहिँ अहिले कहाँ छु भन्दाखेरि चाहिँ यहाँ घुमको यालमुकी तुकमा चाहिँ आज ढोलमाको पूजा कति लाख ढोलमाको जाप सो यहाँ चाहिँ सुरु हुनु आँटेको छ। भर्खर लामा गुरुहरू आउनुभयो र अहिले हामी चाहिँ यहाँ भर्खर आइपुगेको। सांगे छुनाम छोके छुनामला जाजो बदो दाग्नी क्याप्सो से दागे जेजो सबे सोनाम के चोला यो हाम्रो तारा देवी जुन ड्रामाको विषय उहाँको आज यो लिमिट चाहिँ तपाईहरुको अगाडि 21 तारा देवीको मण्डल पूजा साधना र सँगै त्यसको पश्चात यो अहिले यो जुजुन्डरमा आर्य तारा देवीको एउटा छोटो पाम्पलेट छ। यो दुईटाको चाहिँ अब लुम र अब व्याख्या भन्नाले अब व्याख्या गरे भने त दिनभरि नै लाग्छ। त्यसले गर्दाखेरि अलिअलि छोटकरी तपाईहरुले व्याख्या गराउने र अन्त यो जुन चाहिँ अब हामी सबैलाई थाहा भएको हो कुरै हो। हामी बौद्ध धर्ममा कतिपय हाम्रा बौद्धका सम्प्रदाय भनौँ या इङ्ग्लिसमा हो भने त्यसलाई स्कुल भनेर भनिन्छ। जस्तै अब हिनायाना होइन, महायाना अनि वज्रयाना भनेर तीनवटा क्याटेगोरीमा यसरी विभाजन गरेर बुद्ध नै हो है। सबैलाई नै बुद्धलाई मान्यता दिन्छौँ अनि बुद्धले दिएको शिक्षा धर्मलाई हामी त्यतिकै मान्यता दिन्छौँ र सङ्घ भनेपछि भिक्षु भिक्षुणी सङ्घ है, उपासक उपासिका सङ्घ भनेर बुद्ध धर्म सङ्घ जसले चाहिँ हामी त्रिरत्न है, अहिले हाम्रो क्षय भाषामा के भनिन्छ पुन्जोसु भनेर हामी सम्पूर्ण संसारमा छरेका बुद्धिस्टहरूले सबैलाई नै त्रिरत्नको शरणमा जाने र मैले भने नि तीनवटा सम्प्रदायमा चाहिँ यो तारा देवी चाहिँ के अन्तर्गत पर्छ भन्दाखेरि चाहिँ यो तारा देवी चाहिँ अब महायानी र वज्रयानी है, त्यो दुईटा सम्प्रदायले चाहिँ महत्त्व दिन्छ। अब महायानामा पनि कोही अब जापानहरू भयो चाइनाहरूमा चाहिँ कतिले मान्छ कतिले मान्दैन। तर हामी यहाँ जुन चाहिँ हिमालयन भेगमा रहेका बुद्धिस्ट भन्नाले अब तिब्बत लगायत भुटान सिक्किम अब दार्जिलिङ यता अब इन्डियाको अरुणाचल प्रदेश लद्दाखहरूदेखि लिएर मङ्गोलियाहरूदेखि लिएर नेपालहरू लिएर हामी जति नै हिमालयन भेगमा रहेका बौद्धहरूले सब सायद 100% नै तारा देवीको पाठ पठन गर्ने चलन अब हजारौं वर्षदेखि भइरहेको हो र हामीले सायद मन्त्र जप पनि गर्छौँ है घर घरमा पनि हो है। तर अझै उहाँको गुरुहरूको आदेश अनुसारले चाहिँ अझै यो तीव्र गतिमा यसरी पाठ पठन भएको हुनाले गर्दाखेरि मैले पनि यो एउटा जमर्को लिएँ कि हामी पनि यो अब 10 करोड तारा देवीको मन्त्र जप गुरु सुरु गर्ने भनेर अस्ति विगतमा 2-3 महिना अगाडिदेखि नै यो जप सुरु गर्दैछु। तर जप गुरु चाहिँ कस्तो भने घर घरमा जपहरू गर्ने पठाउने गर्दै त्यसरी अहिले सिक्किमदेखि लिएर यो दार्जिलिङदेखि लिएर सबै जग्गामा चाहिँ नेपाल सङ्घहरूले चाहिँ गर्दै जप गर्दै मलाई यसरी जिम्मा दिन्छ र हाम्रो टार्गेट चाहिँ कति हो 10 करोडको जप हो। त्यसले गर्दाखेरि आज विशेष गरेर चाहिँ तपाईँहरूलाई पनि यहाँनिर यी तारा देवीको मन्त्र जप गरिदिने भनेर म यो तपाईँहरूलाई पाम्पलेट लिएको यसको पछाडि म तपाईँलाई बाँड्छु। यो पाम्पलेटमा चाहिँ के छ भन्दाखेरि चाहिँ विशेष गरेर तारा देवीको पाठ चाहिँ एउटा व्यक्तिगत है सेल्फ प्र्याक्टिस भन्छु नि, हामी व्यक्तिगत घरमा कसरी चाहिँ गर्ने उहाँकोलाई भन्ने चाहिँ त्यसो हुनाले गर्दाखेरि यो चाहिँ अहिले पछाडि तपाईँलाई म बताउँछु। र अहिले यो जुन चाहिँ किताब छ यसमा चाहिँ तारा देवीको सम्पूर्ण पूजा विधि राखेको छ। यसलाई हामी मण्डला भनेर भन्छौँ। जस्तै घर घरमा तपाईँहरूले लामाहरू 4 जना बोलाएर ढोलमाको ढोलसक गर्छौँ है, ढोलसक भनेर ढोलमा पूजा गर्ने चलन छ।
अन्त त्यस्तै प्रकारको छ। त्यही 21वटा तारा देवीको र मन्त्रलाई एउटा पूजा विधिको रूप दिएको पूजामा। त्यसले गर्दाखेरि यहाँनिर बिमार बेसी, रोग बेसी, थरी थरीका जुन चाहिँ विघ्न बाधाहरू अडचनहरू आज समस्याको समाधान भयो भने भोलि फेरि अर्को समस्या उत्पन्न हुन्छ, फेरि पछि अर्को। त्यसले गर्दाखेरि यो जुन चाहिँ समस्या र रोग बिमार अडचनहरू तनावहरू चाहिँ जिन्दगीभरि गृहस्थीले सामना गरिरहनु परेको मैले देख्नुभन्दा बेसी अनुभव तपाईँहरूलाई छ हो। आफूले घरमा कति दुःख कष्ट भोगिरहेको छ त्यो तपाईँहरूलाई थाहा छ नि। त्यसले गर्दाखेरि त्यस्तो स्थितिमा पनि अन्तखेरि अब हाम्रो बौद्ध धर्महरूबाट माध्यमबाट अब सबसे सर्वश्रेष्ठ अभ्यास त भगवान बुद्धले जुन चाहिँ बताउनु भएको शील समाधि ज्ञानहरू हो। त्यही कारण यो बुद्धले निर्वाण हुनुभन्दा अगाडि अपदेव भाव भन्ने जुन चाहिँ शब्द जुन चाहिँ छ यो चाहिँ एउटा गुरु मन्त्र हो जस्तो। के भने चाहिँ तिम्रो ज्योति तिमी नै तिम्रो ज्योति हो भनेको छ नि त। त्यसो भनेर चाहिँ हामी कुनै देवी देवताहरू र परमेश्वर र बाहिरको सृष्टिकर्ताहरूमा निर्भर नपरेर तिमी र देवता भगवान भने त्यो बाहिरै छैन, तिमी भित्र नै छ। तिमी त्यो भित्रलाई चिन्नको लागि तिम्रो भित्र ऊर्जा जुन चाहिँ छ, तिम्रो पोटेन्सियल क्षमता जुन चाहिँ छ, त्यो क्षमतालाई यदि तिमीले त्यसलाई क्रियाशील गर्ने फङ्सन गर्नु सक्यो भने भगवान पाउने, सुख पाउने, आनन्दहरू सबै ती भित्रै पाउँछ, बाहिर खोज्नु पर्दैन, तिमी भित्रै पाउँछ भनेर चाहिँ बताएको छ। त्यसले गर्दाखेरि ओम तारे तु तारे तुरे सोहा ओम तारे एकखेप दुईखेप गरेर हेरौँ हुन्छ कि हुँदैन त्यस्तो खालको टेस्ट लिएर कन्डिसनले चाहिँ गर्नु भएन है। त्यस्तो विचार लिएर स्वार्थी विचार लिएर गऱ्यो भने सायद त्यसको फल परिणाम राम्रो हुन्छ जस्तो लागेन। यो चाहिँ हामीले उहाँलाई श्रद्धा भक्तिको लिएर निरन्तर रूपमा प्र्याक्टिस गर्दै यी गरेका प्र्याक्टिसको फलिफाप जुन चाहिँ हुन्छ, फल जुन चाहिँ हुन्छ, मलाई मात्र होइन संसारमा अहिले यो खालको सोच विचार लिनु पऱ्यो कि संसारमा अहिले जस्तो प्रकारको समस्या भइराखेको छ है, झै मारकाट भइरहेको छ, त्यो चाहिँ चाँडैभन्दा चाँडै छिटैभन्दा छिटै यो लडाइँ झगडाहरू शान्त भएर जाओस् भन्ने खालके र अन्त संसारमा सुख शान्ति समृद्धि छाइ बसोस् भन्ने त्यो खालके मेन्टली त्यो खालके उहाँ चाहिँ घरि हुनुपर्छ। त्यो गर्नाले के हुन्छ जस्तै मसल मेन्टेनेन्स भनेर यो अद्भुत आश्चर्यजनक रूपमा प्रकाशित दीपलाई भद्रकल्पका हजार बुद्धहरू लगायत अनन्त दशैँ हामी खानासाना खायौँ सबैजना खाना खाएर सबैजना जबमा जाउनेलाई सबैजना अहिले खानासाना खाएर आउँदैछ, कतिजना चाहिँ खाना खाएर आउँदैछ तल
te tasi beva mai tasi doi chani rishi ma yum yo pa nam tasi